न्यू डे न्यू भिडियोमा स्वागत छ। वेलकम छ सबैजनालाई। र मेरो युट्युब च्यानललाई सब्सक्राइबर गर्नु भएको छैन, सब्सक्राइबर गर्न नभुल्नु होला। आज चाहिँ म नयाँ ठाउँमा जाँदैछु। हल्का हिँडेको घरदेखि यस्तो तुषार परे यति चिसो छ कि होइन, यस्तो माहौल छ, यस्तो छ चिसो। यस्तो चिसोमा म चाहिँ आज नयाँ ठाउँमा जाँदैछु। के कस्तो हुन्छ यात्रा कस्तो हुन्छ हजुरहरूलाई म बताउने नै छु, ठाउँ ठाउँको क्लिपहरू दिने नै छु। अहिले चाहिँ म यहाँदेखि लागेँ, बाटोमा देखाउँछु हजुरहरूलाई, अपडेट गराउँछु है त। पुरा भिडियो हेरेर साथ दिनु होला भन्ने आशामा छु, हेरिदिनुहुन्छ भन्ने। ल बाइक कुरा बाटोमा है त, लगाउन सक्नुहुन्छ। यस्तो छ माहौल। हाय हालत यस्तो छ कि यस्तो चिसो, शरीर यस्तो चिसो छ, कस्तो गाह्रो छ, ढुँडी लागेर हैरान छ। यस्तो भएको छ, चिसोले हैरान हुने। अहिले चाहिँ म छु गुरुबाकोटको सिमानामा, पुलमा, झरी पुलमा। यता देख्नुहुन्छ, यता यो डिमी साइड हो, यता बोर्चर साइड केही देखेको छैन। बाइक पुरा अब उज्यालो घाम लागेपछि देखाउँला। अहिले चाहिँ टाइम ट्याक्कै भन्नुपर्दा चाहिँ टाइम त अहिले 9:30-10 बज्न लागिसक्यो। यस्तै छ है त। बाइक कुरा चाहिँ देखाउने छु म बाटोमा, त्यति देखाउने लायक छैन, त्यसैले चाहिँ अब देखाउने जस्तो छैन, त्यही भएर मैले छोटो छोटो क्लिप बनाइरहेको छु है। अरू कुरा बाँकी बाटोमा देखाउँछु है त। ल फाइनल्ली घाम देख्न पाइएछ 10 बजेपछि। बोर्चर आइपुग्यो। बल्ल घाम देख्न पाइएछ, त्यही भएर एकछिन वेट गरेको म चाहिँ यहाँ आएर बोर्चर आएर। अनि यस्तै छ यात्रा। लास्ट चिसो छ, लास्ट चिसो। कति बेला ज्यान तात्तिने थाहा छैन, बिस्तारै बिस्तारै हिँड्नु पऱ्यो है त। बाइक कुरा चाहिँ देखाउँछु म अब कहाँ के गर्छु, अलि तातो भयो भने है त। फाइनल्ली चाहिँ म चाहिँ यो कर्णाली प्रदेश सल्यान कालीमाटी गाउँपालिका भन्ने यता पऱ्यो होइन, एभेक पऱ्यो। म चाहिँ उतापट्टि हाम्रो योभन्दा डाँडा उतापट्टि काल्चे भन्ने डाँडा हो, योभन्दा उतापट्टि त्यो साइड, त्यहाँभन्दा पछाडिको डाँडा चाहिँ के भन्छ बोटीचोर कटेर म यो कालीमाटी गाउँपालिका प्रवेश गरिसकेको छु। अब चाहिँ म जाने चाहिँ यता हो। अब कस्तो हुन्छ चिसो, यस्तो चिसो छ, यति चिसो छ कि कुरै छोड्दैन छैन। लास्ट चिसो चाहिँ मेरो अनुहार हेर्नुहोस्, यो टोपी लगाएर जान्न, कपाल त झन् कुरै नगर, यस्तो आँखा खोइरो के हो ल। माया गरिदिनुहुन्छ। भिडियो लामो बन्न सक्छ, तर केही नमानेर पुरा भिडियो हेरेर साथ सपोर्ट दिनु होला भन्ने आशा छ। आफै गालामा त पुरा के हो यस्तो, यो घाम बसेछ त हो, गाह्रो छ नि यो। ल गाइज पुरा अब चाहिँ फेरि म हिँडिहाल्छु होइन। ज्यानलाई झन् चिसो छ, हावा चल्छ यो डाँडामा, चिसो भइरहेको एक त झन् हावा चलिरहेको त्यसै माथि। ल गाइज म कुरा उता गएपछि देखाउँछु है त। भिडियो गराइदिएको गाइज, खाल्डामा पनि पाउँछ भिडियो गराउनलाई त। त्यस्तै छ बाटो। अब यस्तो बवाल छ फेरि है, बवाल एकदम यस्तो बवाल छ यो ठाउँ कि आमा, यस्तो बस्ने आमा, डाँडा पाखा डाँडा
ताल छ न तल ताल छ। दामी छ यो ठाउँ चाहिँ। ढ्याक्कै यो बबै हो के भन्छ यो खोलालाई, यो ठाउँ चाहिँ ढ्याक्कै थाहा छैन। सोधौँ भने मान्छे छैन भन्न कसलाई सोध्ने र। डाँडा काँडा छ नि त यस्तो बबाल छ ठाउँ। आफ्नो त अनुहार देखाउने जस्तो पनि छैन। कस्तो कपाल कस्तो बिग्रिरहेको है। अनि ठिक छ, माया गरिदिनुहुन्छ भन्ने आशमा छु यो भिडियोलाई। आइरा डाङ सुरु घट्टै खोला जस्तो। चाहिँ जस्तो तुलसीपुरको सुपारे भन्ने ठाउँमा छु। सुपारे भन्ने ठाउँमा छु है। सुपारेमा लागिसकेको छु म। तपाईँलाई किन आउँछ गाइड? मजा आयो एकदम मजा आउँछ। मजा छ हेर्नुहोस् गाइस। छ बस यो दृश्य कस्तो आएको छ एकदम वाउ। टुर्नामेन्ट रहेको छ टुर्नामेन्ट। किन गरौँ छ तपाईँहरूलाई? टुर्नामेन्टमा थुप्रा त्यहाँबाट ठक्कै रहेको यताउता बिग्रेको मात्रै हो, नत्र त बहुत बवाल हो। एकदम बवाल हो।
अनि क्या हो त्यसै मैले यहाँको भ्यू देखाउनलाई यो बसको के छ देखाउनलाई हो यस्तो दामी छ क्या बाटो चाहिँ बगाल छ नेपाल देशको विषय हो तल धनका पानी नेपालले गर्दा खतम बनाइदिन्छ अहिले अब के गर्नु सबैलाई दोष दिनु चाहिँ यो लगाउनु कसलाई दोष दिनु गाह्रो छ नि होइन त आज त यति हुनसक्छ आजको बाँकी कुरामा बिस्तारै गर्नुहुन्न हजुरहरूले खास भन्नुहोस् है देखाउने छु अहिले होइन हात ल आजलाई भिडियो चाहिँ यति नै भिडियो पुरा हेरेर साथीहरूसँग धन्यवाद।